Hello everyone, welcome to my son YouTube channel Drabe Vikramala. After a long time, धेरै दिनपछि लङ भिडियो बनाउन थालेको हामीले, किनभने उहाँ हजुरले चाहिँ हिजो आज केही गर्न दिसिन्न। लेट्स लुक टुगेदर छोरो, यता हेरिसे। उहाँ हजुर हिजो आज त 1 मिनेट पनि अब यसरी मोबाइल यहाँ मेरो जिउमा छ भने मोबाइल समाउनु पाएँ, नत्र चढेको चढे सबतिर चढे अनि के गर्न दिनुहुन्न। भोलि वर्ष मेरो छोराले ठुलो भएपछि हाउ नटी आएम भन्दै हेर्छ होला। म यसको सबै ब्लगहरू चाहिँ यस्तै गरी त्यो आकाशमा के भन्छ अरे प्लेन उडिरहेछ, उसले यस्तो सुन्छ आकाशतिर हेर्छ कि यहीँ नजिकै झ्याल्छ अनि उसले हेर्छ। सो नटी। ल साथीहरू, मेरो छोराले के गर्छ म सबै देखाउँछु। ओ छोरो क्यामेरा ल हेर्नु साथीहरू, यस्तो हुन्छ। 5 मिनट पनि उहाँले मलाई सुख शान्ति दिनु हुँदैन। उहाँ यस्तो चकचक गरिसिन्छ, उहाँले मलाई 5 मिनट पनि शान्ति दिनुहुन्न। 1 कप चिया बनाएर खाऊँ भनेको उहाँ लडी बक्सिन्छ, खाली लडी बक्सिन्छ। हेरिसेको मोबाइल हस्। मेरो छोरालाई चाहिँ यसरी उभिन पर्छ दिनभरि, राम्रोसँग खुट्टा टेकिँदैन अनि दिनमा कतिचोटि लड्ने हो अनि थाहा छैन। अनि यहाँ अनि उसलाई यस्तै गरेर राख्नुपर्छ जतिखेर पनि। ल हेर्नुहोस्, हजुरलाई यस्तै हो मन पर्ने। मोबाइल देखेर यहाँ फुर्किया छ। धेरै मोबाइल हेर्न हुँदैन सानो। एभ्री टाइम यस्तै हो। मम्मालाई केही काम गर्न दिँदैन, खाजा खान पर्ने। साथीहरू, टाइम त्यसै जान्छ। बच्चा भएपछि केही गर्न नभ्याइने। हजुरहरूको दिनचर्या कसरी जाँदैछ मलाई सुनाउनु होला, जसले मेरो ब्लग हेर्नुहुन्छ। अब नहेर्नेहरूलाई त के भन्ने हो र। गफ पनि सुने मामु कोसँग बोल्छे भनेर। मामुकै मुख देखिया छ उता। बिस्तारै च्यानल गयो भने अझ बढी गर्छु। एडिटिङहरू सिक्छु भनेको, त्यो पनि केही गर्नै भ्याएको छैन। यो बाबु नै दिउँसो नसुत्दिने, राति आफूलाई पनि थकाइ लाग्छ। कपडा धुनु पर्यो, के भन्छ अरे खाना बनाउन पर्यो, सफा गर्न पर्यो, अनि समय त यसै जान्छ। अनि गर्मी छ है, हाफ स्यान्डल लाएर राख्दैछु। उहाँ हजुर चाहिँ यत्तिकै बसिसिन्न, यत्तिकै बस्ने त कुरै छैन। अब नो बेबी नो, यहाँ हेर है। किप इट हियर। ल यहाँ हेर त छोरो, मोबाइल देखेपछि फोनमा होइन के बाबा भनेको। अब यो कसरी उभिन्छ हेर्न। अब उसलाई त्यहाँ गाह्रो हुन्छ होइन। अनि अब मलाई म किरुनी हो। अहिले त सर्नु भयो। अनि गोठालो नै बस्नुपर्छ, यस्तो गोठालो बस्नुपर्छ नि। बच्चा हेर्न सजिलो छैन साथीहरू। अनपेड जब जस्तै हो, तर आई एम ह्याप्पी। यति चल्छ कहिले थाक्दैन। थाकेर 1-2 घन्टा सुत्या भन्ने नै होइन कि। राति चाहिँ सुत्ने हो, 1-2 चोटि चाहिँ रुनुहुन्छ, नत्र भए त उता हिँड्दै हुनुहुन्छ सानो।
के गर्छ